ल ल ताने नै क्या हो लडाउँछ क्या फेरि यसले घुमाऊ अब हेर न यही खुल्दैन अब देख्दै नदेखिरह भने पाउँछ नि अरू के हो आउँछ हाम्रो पनि पालो आउँछ हाम्रो पनि बिस्तारै बिस्तारै अगाडि गाडी आउँदैछ पछाडि केटी बोक्यो भन्ने त्यसरी रफ्तारमा त नचलाउ न भाइ बाटो बन्द छ बाटो बाटो चाहिँ यतातिर कस्तो राम्रो बनाएको छ क्या है कस्तो सर यसलाई चाहिँ एउटा फेरि तँलाई त पढेछ कौलाको त यो बान पो रहेछ है छ्या सातो उडाएर लान्छ त है अलग छिन्डेर कता जाने हो के हो ट्याटु हानेको ओ माई गॉड आमा के हो ट्याटु अलि यता आइपुग्यो रहर लाग्यो रहर लाग्यो रहर होइन उयो सुतिरहेको थिएँ एक्कासी ट्याटु देखेँ एउटा इमेज आयो होइन हानु लाग्यो एउटा बहिनीलाई फोन गरेँ जाम ट्याटु हान्नु भनेको ल भन्छु केटीले त यहाँ टक्क लगाएर ट्याटु पनि हानिन्छ के हो यस्तो मिनिङ फेरि बिस्तारै म यो हातभरि हान्ने प्लानमा छु क्या पुरै फुल सानो सानो होला ए बिस्तारै अहिले होइन टाइम छ त्यो मन पऱ्यो ट्याटु मिनिङ बुझेन त्यसो भए बुझेन के हो ट्याटु लबरै होइन मलाई के थाहै हुँदैन यस्तो उयोहरूमा तिम्रो फलोवर्सले तिम्रो फलोवर्सले भनिदिनु हुन्छ ओ माई गड ल मेरो सातो गयो के भन किन आएको त हुर्केर हेर्नु देखिरहेको थिएँ कि मैले यहाँ यसले त मेरो सातो खाइदियो भने यार मैले हेर्न चाहिँ हेरेको थिएँ मिररमा त्यो मान्छे पर्छ भनेर चाहिँ म बिस्तारै पढाइरहेको थिएँ क्या आमा अब के थाहा त फेरि त्यो मान्छे नै स्लो गरिहाल्छु के हो ओहो 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 लु यहाँ छ मुटु नै पो थर्किन्छ धेरै यस्तो अफरोडमा त यता चाहिँ लडाउँछ क्या फेरि यसले पानी पर्ने बेलामा चाहिँ बाटो चिपेर लास्टै हुन्छ खत्तमै हुन्छ नत्र भने यतिको त कठिन छ हौ त्यो गाह्रो त छैन यतिकोमा त पानी पर्ने बेलामा चाहिँ त्यो ल्याउनु पनि सक्दैन यता चाहिँ धन्न पानी नै परेर रहेछ भने उता चाहिँ बिहान पनि पानी पऱ्यो दिउँसो पनि पऱ्यो अघि आउँदाखेरि पनि पानी परिरह्यो यता चाहिँ छैन फेरि केटीले लगेछ हौ लगेछ केटीले यो अहिले फर्किँदा पनि पानी चाहिँ नपरोस् त्यही हो पानी पऱ्यो भने हामी दुईजना कम त लडिँदैन यो बाटो फेरि त्यस्तो पो छ त बाटो त त्यत्रो लाउँछु झन् लुज होस् भनेर हेलमेट लुजै हुँदैन यहाँबाट पनि जान्छ उताबाट पनि जान्छ जान त उताबाट पनि जान्छ नि होइन उताबाट पनि जान्छ नि जान्छ हस् हस् यही हो फेरि यता 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 त हो नि जान्छ क्या हजुर तर जान्छ होला
आइज जान्छ केटी बिस्तारै आइज उताबाट सट्ट घुमा न ऊ यताबाट यस्तो घुमाऊ यताबाट नआइज ऊ यताबाट आइज न यस्तो घुमाऊ न त्यहाँबाट यहाँबाट अनि तिमी सट्टै यहाँ आइपुग्छ अनि फेरि पछाडि लडिन्छ कि अझै थोरै अगाडि जाऊ जाऊ न जाऊ कस्तो रहेछ के डराइरहेको त अनि त्यति ल आऊ 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 घुमाऊ अब कौन है ये लोग कहां से आते हैं पागल कहाँ राख्ने अब यहाँ मैले यहाँ फेरि मेरो बाइकलाई त हान्दैन नि तिमीले मेरो बाइकलाई त हान्दैन नि यहाँबाट यस्तो लगाएर सट्ट घुमाऊ भने त सिधा लिएर जान्छ अनि घुमे त अब त ल जाम सक्छ कस्तो छ ओइ बाटो ओए जाम न जाम चलो यस्तै छ यस्तै छ पल्टाइदिन ल म समात्छु क्या पछाडिबाट मान्छे आयो उताबाट गयो हुन्छ म त यहाँ भिजेर जाम कि जाम यता यता जाम न छिटो नि यो मान्छेहरू कता जान्ला हो सजिलो त कहाँ छ त अनि जाऊ जाऊ गयो केटी गयो लग्यो यसले ल ल ताने नै ताने नै क्या हो ढकाल्नुपर्छ ल ल Oh my God! अहिले जान्छ जानु फेरि एक गियरमा तान्नुपर्छ नि त एक गियरमा राख्नु न बिचरा भन्दाले पछाडि एउटा साथै गएन फेरि मलाई त्यही भएर आज भोलि त एकदम डर लाग्छ नि त यस्तो उकालोमा त अनि फर्स्टमै एक गियरमा राखिदिने हो अनि एक गियरमा त क्लच सस पनि त्यही समात्नु पर्दैन नि त्यति धेरै स्टार्ट अफ हुन्छ भनेर डराउनु पनि परेन अनि त्यही भएर म चाहिँ अनि एक गियरमै राखेर टाप ओए बिचार धनैले लडेन तिनीहरू धनै लडेन क्या तिनीहरू चाहिँ एक टाइममा चाहिँ म यता आएको थियो कि है साथीहरू यहाँ मैले ऐसिएलु कम खाएको थिएँ यही बोर्डको त्यही बोर्डको कम त खाँदैन ऐसिएलुको टाइममा आएको थियो अन्त चाहिँ फेरि ल बल्ल आइपुग्यो हिँडेर आउने चाहिँ यहाँबाट दिन्छ कहाँ राख्ने त बाइक उता अलि अगाडि लिएर आउनु अगाडि कता अगाडि यतातिर राख्नु पर्ला ल यहीँनिर राख्छु हौ ल आइपुग्यो डर लाग्छ रनिङमा चाहिँ यस्तो सिक्नुपर्ने छ मलाई अनि ट्रायल कसरी दियो त फेरि अनि टर्निङमा नसिकिकन सानो भइहाल्यो नि यो बाइक र त्यो बाइकमा कम्पेयर गर्न मिल्छ त भनेर क्या त्यत्रो चलाएको त तिमीले 2 वर्ष भएन बाइक चला बाइक मात्रै चलाएको यसको त्यो एफजेडमा त सजिलो लाग्छ यसमा त अनि गाह्रो यसमा कसरी गाह्रो लाग्छ एउटै हो कि यसको यस्तो उयो गर्ने यो र यसको एउटै छ घुमाउँदा घुमाउँदै ठ्याक्कै त्यो घर्र हुन्छ नि जे होस् यसको र यसको मलाई के फरक लाग्छ नि यो सिटको फरक लाग्छ कि हाम्रो चाहिँ यस्तो चिल्लो छ नि त अनि जता सरे पनि ठ्याक्क लगाएर टेक्न मिल्छ यसको चाहिँ अड्किन्छ कि 1 वर्ष सो गाइज हामी चाहिँ यहाँनिर टक्क लगाएर भ्यू टावरमा आइपुग्यो यता भ्यू टावर यहाँ छ अनि यताबाट जानुपर्ने रहेछ भ्यू टावरमा चाहिँ अनि फर्स्टमा चाहिँ हामी यताबाट यति जान्छौँ देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ हेलो निशा
कहाँ जानु लाऊ तिमी हामी खोइ कहाँ जानु लाग्यो तिमी भने हामी होइन तिमी जाँदैनौ र म नजाने कि जाऊ त्यसो भए घर यहाँसम्म मात्रै साथी आएको क्या ल जाऊँ न यता यताभित्र टिकट हो यता पनि यता भित्र छिर्नलाई हो ए हजुर हजुर मलाई यो चाहिँ गर्न मन छ क्या यो गर्न मन छ कि गर्ने त गएर जाने त कहाँ कहाँ छ यहाँ चाहिँ यो यतापट्टि कि यतापट्टि यस्तो ड्रेसअप लगाएर के हुन्छ न अरू बेला फेरि मौका पाउँदैन फेरि बेला बेला ल टक्कलाई यहाँ गार्ड दाइले टक्कलाई यता सबै बुझाउनु भयो यता सबै यहाँ जति पनि छ उयोहरू सबै टिकट काटेर अनि मात्रै खेल्न पाउने रहेछ हस् हस् हेलमेट राख्ने ल छ रहेछ यहाँ रेस्टुरेन्ट जान पाउने रहेछ अनि त्यही हो यता भित्रको त रहेछ यताभित्र जानलाई चाहिँ टक्क लगाएर टावर जाने ल जाने हो जान त तिमीलाई चाहिँ भ्यू टावरै जानु मन थियो होइन त्यहाँबाट भ्यू दामी देख्छ क्या यहाँबाट भन्दा पनि अलिक हाइटबाट भयो नि त त्यही भएर मलाई चाहिँ त्यो गर्न मन छ क्या एकचोटि त्यही बुझाउनु गर्ने भन्ने कुरा हो कहिले गर्ने त अलिकति त्यस्तै खालको ड्रेस भयो भने इजी हुन्थ्यो नि त हेरौँ भूत जस्तो देखिरहनु नगरौँ ओइ राम्रै देखाएको छ यस्तो यस्तो राम्रै देखिरहेको छ है भूत जस्तो देखेर कपाल आज कस्तो मेसी भएको क्या हाम्रो बहिनीले बाँडिदियो क्या मेरो कपाल तिमीलाई लामो कपाल चाहिँ बाँड्दाखेरि राम्रो हुन्छ मेरो चाहिँ यति छोटो भएको भएर केही गर्न मिल्दैन नि त बाउले नि लास्टै बाउले जस्तै हो कपाल बाँध्नु कपाल बाँधेर हिरोनी बनेर कहाँ तिमी कहाँ जाने हो यस्तो राम्रो देखिरहेको छ कस्तो घिनलाग्दो लागिरहेको क्या कपालले होइन छैन मलाई त खै मैले हेर्दा त फेरि राम्रै देखा जस्तो लाग्छ हौ राम्रै भनेर छोडिदिएको मारिदिन्छ नराम्रो देखेपछि ओइ साँच्ची भनेको कस्तो राम्रो देखाएको कति वर्ष भयो 5-6 वर्ष नर्मली भइसक्यो ल ठिक छ बधाई छ तिमीलाई यहीँको यहीँ पनि नआएपछि त नि तपाईँहरूले भ्यू देख्न सक्नुहुन्छ उही त्यो आकाश त उही त्यही जोड्या जस्तो देखाएको छ हेर न है त्यस्तो देखिरहेको ड्रेस त के हो नि कुकुर पनि फ्या फ्या मान्छे पनि फ्या फ्या कस्तो दामी है सो गाइस अब चाहिँ हामी यहाँबाट निस्केको टक्क लगाएर माथि टक्क सबै घुम्यो तपाईँहरूले यता पनि देख्न सक्नुहुन्छ ओ माई गड हेर्नु कस्तो दामी भ्यू देखिरहेको छ यहाँ
प्यारी प्यारी भयो जम्मा भयो यता माछापोखरीको बाइपासदेखि आएको यो साइडमा त्यही बाटो आउँछ बाटो एकदम राम्रो छ अनि मुर्को भन्ज्याङ हुँदै तर यो एरियाको नाम चाहिँ अर्थ के नि होइन ओ माइ गॉड ला लान पो सक्छ कि सक्दैन हौ सक्यो एउटाले चाहिँ सक्दै सक्दैन निशा ओइ बिस्तारी अरे कौन भौंक रहा है ये बदतमीज कस्तो तर्साइरहेको त्यो जाने कस्तो पागल जस्तो मान्छेहरू त झन् कस्तो तर्साएर बसिरहेको अँ भने कता पानी पऱ्यो तर आयो यार जहाँ गए पनि हामी फेरि 1 घन्टा 2 घन्टा त यसरी बसेर जाने हो कि है ल साथीहरू हामी चाहिँ हाल्यो ल हामी चाहिँ यहाँ अब टक्क लगाएर है रात पर्ने समय बस्यो किनभने हामी जता गयो भने टक्क लगाएर आनन्दले बस्ने क्या है 1-2 घन्टा मजाले गफ गर्ने अनि त्यसपछि फेरि राइड स्टार्ट गर्ने हो क्या फेरि हाम्रो चाहिँ बानी त्यही बसिसक्यो क्या सो गाइस त्यही भएर चाहिँ हामी फर्किसक्यो अब हिँड्ने अँध्यारो यस्तो भइसक्यो नि त ओ माई गड भएको त फेरि ल साथीहरू आजको भ्लग चाहिँ यहीँ इन्ड हुन्छ आजको लागि यति नै अब भेटौँला नेक्स्ट भ्लगमा तपाईँहरूसँग बाइ बाइ